धन्यवाद कार्यक्रम सञ्चालकज्यू। गुल्मी चेम्बर अफ कमर्सद्वारा सञ्चालित दोस्रो गुल्मी महोत्सवको यो उद्घाटन सत्रका आदरणीय सभापतिज्यू, कार्यक्रमका प्रमुख अतिथि मान्य दिलीराज भुषालज्यू, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पाल्नुभएका विभिन्न गुल्मी जिल्लाका विभिन्न स्थानीय तहका आदरणीय जनप्रतिनिधिज्यूहरू, जिल्ला स्थित सक्रिय राजनीतिक दलका आदरणीय सहकर्मी साथीहरू, गुल्मी जिल्ला स्थित विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, यो कार्यक्रमलाई भव्य र सभ्य रूपले सम्पन्न गर्नका निम्ति पाल्नुभएका आदरणीय महानुभावहरू, सबैप्रति म नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मी तथा मेरो व्यक्तिगत तर्फदेखि जय नेपालको हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। पूर्ववक्ता मित्रहरूले थुप्रै कुराहरू यहाँबाट राखेर गइसक्नु भएको छ। विशेष गरी राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने आदरणीय साथीहरूले आफ्ना भनाइहरू राख्नु भएको छ। उहाँहरूको भनाइप्रति म समर्थन राख्दै केही कुराहरू राख्न चाहन्छु। विशेष गरी आज हामी पवित्र तपोभूमि रेसुङ्गाको काखमा अवस्थित यस नुम्थला भन्ने ठाउँमा गुल्मीको पर्यटन, सांस्कृतिक र व्यावसायिक विकासका निम्ति आज हामी यहाँ जमघट भएका छौँ। यो मेला आजदेखि 17 गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी गराएको छ। यो मेलाले गुल्मी जिल्लाको आर्थिक रूपमा प्रगतिको कामना गर्न चाहन्छु। स्थानीय स्तरका कलाकारदेखि स्थानीय उत्पादनहरूको प्रवर्धनको रूपमा यो मेला सफल होस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। आज केही निराशाका कणहरू हाम्रो समाजमा बढारिएका छन्। यो अवस्थामा पनि गुल्मी जिल्लामा युवा साथीहरूले लगानी गरेर उद्योग धन्दा खोल्नु भएको छ। केही आशाका किरणहरू आज देखाउन खोज्नु भएको छ। त्यस्तै गरी जबसम्म हामीले उत्पादनलाई जोड्न सक्दैनौँ, अरूले उत्पादन गरेका सामान मात्र बिक्री गर्दछौँ, जबसम्म हामीले उद्योग सञ्चालन गर्न सक्दैनौँ, तबसम्म जिल्लाको जीडीपी अगाडि बढ्न सक्दैन, जिल्लाको आर्थिक उन्नति अगाडि बढ्न सक्दैन। विशेष गरी नेपालको परिस्थिति हेर्ने हो भने आजको दिनमा नेपालभित्र 2 करोड जनसङ्ख्या बसोबास गर्नुहुन्छ। त्यो 2 करोड मध्ये 1 करोड जनसङ्ख्या नेपालका सहरहरूमा बस्नुहुन्छ। त्यसमध्ये यो पहाडी इलाकामा जम्मा 60 लाख मान्छेहरू चाहिँ अवस्थित हुनुहुन्छ। यति ठुलो भूगोल, यति ठुलो ठाउँमा जम्मा 60 लाख नेपालको सबैभन्दा धेरै पर्सेन्टमा चाहिँ जनसङ्ख्या कम बस्ने भएका कारणले गर्दा यस क्षेत्रको व्यवसाय चाहिँ कम छ। त्यस कारणले गर्दा आज नैराश्यताका बीचमा देशका ठुला पार्टीहरू आज हामी मिलेका छौँ। यस बीच हामीले थुप्रै कामहरू गर्न जरुरी छ। गुल्मी जस्तो पहाडी जिल्लालाई व्यावसायिकता तर्फ अगाडि बढाउनका निम्ति हामीले केही राज्यको नीति निर्माण तहमा सुधार गर्नुपर्ने आजको आवश्यकता छ। मान्छे हुने ठाउँमा धेरै व्यापार हुन्छ, त्यहाँ धेरै ठुलो लगानी हुन्छ। हामी राज्यले हेर्ने दृष्टिकोण काठमाडौँमा व्यवसाय गर्ने र गुल्मीमा व्यवसाय गर्नेलाई एउटै मापदण्डमा राखेर, एउटै टोकरीमा राखेर आज हामीले हेरिरहेका छौँ। हामीले दृष्टिकोण चेन्ज गर्नुपर्छ। पहाडमा मान्छे रोक्नका निम्ति राज्यले पोलिसी निर्माण गर्नुपर्छ। हामी त्यो पोलिसी निर्माणको चरणमा छौँ। बैंकको ब्याज होस् अथवा यहाँ व्यवसाय सञ्चालन गर्नेलाई राज्यले इन्टर्नसिप दिने कुरा, प्रोत्साहन गर्ने कुरालाई आज हामीले गर्न जरुरी छ। होइन भने जहाँ धेरै मान्छेहरू छन्, जहाँ धेरै जनसङ्ख्या छ, त्यही व्यापार व्यवसाय उद्योग धन्दाहरू सञ्चालन हुनेछन्। यी पहाडहरू मान्छे आज हामी केही देखिएका छौँ। यी पहाडहरूमा एकजना बाजेले मलाई भन्दै हुनुहुन्थ्यो, यी पहाडहरूमा पहिलाको जस्तै अब भूत नाच्ने त होइनन् भन्दै हुनुहुन्थ्यो। त्यस कारणले गर्दा आजको दिनमा
यो नैराश्यता तिर्नका निम्ति आज हामी एक भएका छौँ। हामी सबैलाई समेटेर नीति निर्माण गरेर यी पहाडहरूमा बस्ती बसाउने कुरा, स्वास्थ्य राम्रो बनाउने कुरा, शिक्षालाई प्राथमिकता दिने कुरा र व्यावसायिक प्रबन्धनका कुराहरू आज हामीले निर्माण गर्ने चरणमा छौँ। हामीले निरन्तर यो कुरा राखिरहेका छौँ नेतृत्वकर्ताहरूलाई। कमसे कम पहाडमा लगानी गर्ने कुरालाई, उद्योग खोल्ने कुरालाई केही न केही सब्सिडी दिनु जरुरी छ, किनभने त्यहाँ मान्छे कम छ। एउटा व्यापारीले 2 करोड 3 करोड लगानी गर्यो भने यहाँ कम नाफा प्राप्त गर्दछ भने त्यही लगानी सहरी क्षेत्रमा गर्यो भने नाफा बढी हुन्छ। त्यसकारणले गर्दा राज्यले यी हाम्रा ठाउँहरू टिकाउनका निम्ति हामीलाई सहुलियतको प्रावधानमा चाहिँ हामी जान जरुरी छ। आजको दृष्टिकोण, आज हामी मिलेको दृष्टिकोण पनि यही हो। निराशातालाई चेरेर हामी अगाडि बढ्ने दृष्टिका साथ आज हामी एक ठाउँमा छौँ। संविधान संशोधन गर्ने कुरामा हामी एक ठाउँमा छौँ। नीति विधि बनाउने कुरामा आज हामी एक ठाउँमा छौँ, जसको परिणाम स्वरूप हामी थुप्रै हाम्रा बाआमा सँगसँगै यही पहाडको पवित्र भूमिमा बसेर हामीले व्यवसायहरू सञ्चालन गर्नेछौँ, आर्थिक उन्नति प्राप्त गर्नेछौँ, स्वास्थ्यको सहज पहुँच हामीले प्राप्त गर्नेछौँ भन्ने अभिलाषा नै आज हाम्रो हो। केही भएन भन्ने भाष्य आज हाम्रो समाजमा निर्माण भएको छ। यो भाष्य हामीले चिर्न जरुरी छ। हामीले हेरौँ, राष्ट्रिय गौरवका योजनाहरू, थुप्रै योजनाहरू अन्तिम चरणमा पुगिसकेका छन्। बाटाघाटा कनेक्टिभिटीले आज हामी जोडिँदैछौँ। त्यही कनेक्टिभिटीका माध्यमले आज हामी व्यापार गर्ने चरणमा आइपुगेका छौँ। हिजो हामीसँग कम विद्युत उत्पादन थियो, आज थुप्रै मेगावाट विद्युत हामीले उत्पादन गरिरहेका छौँ। केही सम्पन्न हुने चरणमा छन्। त्यसले हाम्रो आर्थिक समृद्धिको यात्रा अगाडि बढ्नेछ। हामी यसका निम्ति मिलेका हौँ। म अपिल गर्न चाहन्छु आदरणीय युवा साथी, आदरणीय सबै आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई, हामी केही चरणमै आर्थिक समृद्धिको, मानव पुँजी लगानीको क्षेत्रमा देश प्रवेश गर्दैछ। त्यसकारण धैर्यतापूर्वक केही भएन भन्दा पनि भएका कुराहरूले हामीले प्रयोग गरेर अगाडि बढ्नका निम्ति पनि यो महोत्सव मार्फत, यो मेला मार्फत, यो कार्यक्रम मार्फत अपिल गर्न चाहन्छु। सँगसँगै यो कार्यक्रम मार्फत गुल्मी जिल्लाको समग्र आर्थिक चलायमान बनोस्, म शुभकामना व्यक्त गर्न चाहन्छु। र आज यो उद्घाटन सत्रमा नेपाली काङ्ग्रेसलाई बोलाएर यो मञ्च प्रदान गर्नुहुने आदरणीय चेम्बर परिवारप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दै यो महोत्सवको भव्य रूपमा, सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।